हेलो गाइज, के छ खबर? सन्चै आरामै हुनुहुन्छ? आज पनि हामी मकै बारीतिर आएका छौँ है। सटरडे पार्ट टाइम जब गर्ने भनेर आएको। हेर्नुहोस् त, मकै बारीतिर आएको छौँ आज पनि। हाम्रो दाई छन्, राई दाई होइन। हेर्नुहोस् मकै छ, पुरै भरि बिसुन लगाएको छ मकैको। मकैका बोट, रोमानियाको मकै हेर्नुहोस् त, हेर्नु भरि बिसुन छ। टिप्दै राख्दै गरेको। के छ राई दाई, मकै कस्तो छ? मकै भाँच्दै कार्यक्रम भइरहेछ नि। युरोपमा यस्तै रहेछ मकै बारी, यस्तै दरम मकै बारी। के अरे दाई, मकै बारी दरम हरियो काँक्रो करम होइन भन्छन् नि। मकै बारी मात्रै छ, त्यहाँ काँक्रा पनि रोपिया रहेछन्। युरोपको मकै छैनन्, सानो त छैन त। हेर्नु त घुमा पुरै हाम्रो पुरै यस्तो त पुरै त्यो अन्त एक हातको पुरै मकैको घुगा पनि। बाफ रे बाफ, बाजारमा चाहिँ देखियो कि हाम्रो नेपालमा चाहिँ गजबको छ। उता भन्यो भने यहाँ रोमानियन साथी हाम्रो सेफू सेतो टी सर्ट लगाएको यही मकैको साउ हो। मकै भाँचिरहेका छन् हो होइन। त्यो रमाइलो छ साथीहरू। युरोपमा आएर मकै बारीतिर पनि पस्यो मकै भाँच्नलाई होइन। हाम्रो भाँचिरहेछ हाम्रो साउ मारियानेले मकै भाँचिरहेको छ। के छ त भाइ, हामीले पनि यस्तै मकै खेती गर्ने हो कि यतैतिर यसो बारी कतै जग्गा लिजमा लिएर? के छ विचार? हो ल त साथीहरू, मकै बारीमा मकै भाँच्नु आउनु छ, यतातिर हामीलाई खबर गर्नु होला। फाइनली साथीहरू मकै भाँचेर सकियो है। ल हेर्नुहोस्, यति धेरै बनायौँ हामीले मकै भाँचेर। यत्रो ठुलो बारीको मकै भाँचेर सकियो है। हेर्नु त कति धेरै छ। मकै भाँच्ने खेत राखेर हेर्नुहोस्, एउटा यहीँको रोमानियन साथी